हेलो मर्निङ हाम्रो चाहिँ अब मर्निङ भइसकेको छ हामी चाहिँ उठेर टक्कसँगले यसो अब यहाँ ब्रेकफास्ट खाँदैछौँ हामी ब्रेकफास्टमा चाहिँ के छ हामी देखाउँछौँ अब यहाँ हुन्छ पलिङ्गा भाउजू नेपालको झन्डा सजाइरहनु भएको छ यम दाइहरूले खुसीले बाई बाई म चाहिँ अब चण्डिकाहरूकोबाट सुरेन्द्र दाईहरूकोबाट अनि भाउजूहरूकोबाट यम दाईकोबाट अब म गएको यम दाईले चाहिँ मलाई रिता दिदीकोमा छोडिदिँदै हुनुहुन्छ हामी चाहिँ रिता दिदीहरूकोमा जाँदैछौँ अब टक्कसँगले यम रिता दिदीकोमा हामी आइसकेको छौँ रिता दिदी हुनुहुन्छ हामी चाहिँ यहाँ रिता दिदीहरूकोमा खाना खाँदैछौँ आज रिता दिदीले स्पेसल खाना पुलाउ मासु पुलाउ यहाँ छ अचार यहाँ छ चिप्स यहाँ छ दाइले मासु हाल्दै हुनुहुन्छ भटाभट आज यस्तो स्पेसल छ हाम्रो अब दिदीहरूकोबाट निस्केर म यहाँ दिदी भिनाजुकोमा जाँदैछु अब उबरहरू चढिसक्यो अब गएर म चाहिँ गाडीबाट उत्रेर अनि यहाँ यस्तो पानी परिरहेको छ छिनछिनमा यो युकेको वेदर पनि कस्तो हो यस्तो पानी पर्यो अघिसम्म परेको थिएन अहिले आएर यस्तो पानी परिरहेको छ म चाहिँ भित्दै चाहिँ गइरहेको छु गाइसहरू हाम्रो दिदी आइसक्नु भएको छ यहाँ ढोका खोल्न भिनाजी हुन्छ नमस्ते झापाली दाई आइपुग्नु भएको छ यहाँ मलाई स्वागत गर्न हाम्रो भिनाल चिया खाँदै हुन्छ हाम्रो झापाली दाई यहाँ मेरो छिमेकी दाई यहाँ गफ गर्दै हुन्छ मम्मीसँग दिदी यहाँ हुनुहुन्छ यहाँ दाई यहाँ पुरै यहाँ के खास सेफ आज हाम्रो सेफ हो दाई यहाँ हाम्रो भाउजू भिनाजु यहाँ दाई चाहिँ मोमो बनाउँदै हुनुहुन्छ मोमो मेकर यस्तो भइरहेछ हाम्रो मोमो चाहिँ भिनाजुले चाहिँ यस्तो बनाइरहनु भएको छ खतरा युनिक मोमो हाम्रो दाई खोइ दाइले पनि बनाएको कुनी हो ए अरु मैले बनाएको मेरो कहिले गए 2 दिन 2 वर्षसम्म तपाईहरु सिधा थाकेको कस्तो हेलो हामी चाहिँ मोमो बनाउँदैछौँ आज 7:30 बजेसम्म यो त चियर्स दाजु मेरो मोबाइलबाट बनाउँछ म पनि छु हाम्रो भिनाजु दाई दिदी भाउजूहरू चाहिँ खाना खाँदै हुन्छ पुरै बिजी हुन्छ अहिले यहाँ म चाहिँ अलरेडी खाएर बसेको आजको वेदर चाहिँ यस्तो भएको छ उलगान्टमको उसले गरे जस्तो गर्ने कहाँको चटपटे अरे भिनाजी हो बुटवालको चटपटे वाउ हेर्दै खाम भयो यमी यमी हाम्रो चाहिँ अहिले खानासाना खाएर चटपटे पार्टी हुँदैछ हाम्रो चाहिँ यहाँ अब कोक चेयर्स हुँदैछ चेयर्स यति धेरै माया छ हाम्रो दिदी भिनाजुको चाहिँ यता भाउजू दाईको चाहिँ पुरै झन् धेरै माया मेरो चाहिँ यहाँ छ खाने धेरै धेरै हाम्रो भिनाजुले आफै चटपटे बनाएर आफै पिरो भएर धेरै पिरो हालेर यहाँ पसिना हेर्न सक्नुहुन्छ खली पसिना छ यस्तो पिरो हाल्नु भएको छ अनि आफै पसिना हाल्नु भएको छ
देख्न सक्नुहुन्छ है। पंखा चलाउ न गर्मी चाहिँ भएको है धेरै पिरो खाएर हाम्रो भिनाजुले आज चाहिँ स्टार्ट भइसक्यो। हाम्रो यहाँ मोमो देख्न सक्नुहुन्छ। मोमो यहाँ यमी यमी मोमो हाम्रो आज आउनुहोस् होला खाना खा। ह्याप्पी न्यू इयर अल अफ यु। ह्याप्पी न्यू इयर के हो त्यो? अब चाहिँ हामी यसो डुल्नको लागि बाहिरहरू निस्किन आँटेको। अब चाहिँ हामी यसो घुम्न हिँडिरहेको छौँ। दिदी दाई भिनाजुहरूसँग यहाँ हाम्रो यस्तो छ हाम्रो दाइले 2-3 मिनट भनेर हामीलाई फर्किँदा चाहिँ उबरै गर्नु पर्ला जस्तो भइसक्यो। चाहिँ यहाँ फोटोसुट भइरहेछ दिदी भिनाजुको। यहाँ फोटोग्राफ हामी चाहिँ यसरी घुम्न आएको छौँ। यस्तो दामी ठाउँ हेर्नु न। हाँस हेर्न सक्नुहुन्छ। भ्लगमा 2 शब्द भनिदिनु। लाइक एन्ड सब्सक्राइब सबैजनाले गरिदिनु भन्नु। बहिनीले चाहिँ भ्लग बनाउन सुरु गर्नु भएको छ। उहाँले स्पेसल चाहिँ यो भाइरल हुनुभन्दा पनि एउटा सम्झना स्वरूप भिडियोहरू चाहिँ कैद गरेर राख्नको लागि उहाँ अघि बढिरहनु भएको छ। सबैले साथ सपोर्ट गर्नु होला, सब्स्क्राइब गर्नु होला। भिनाजु मेरो बहिनी भाइरल पनि हुन सक्नुहुन्छ कि। भिनाजु के भन्न सक्नुहुन्छ? धेरै लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्छु। दुईचोटि सब्स्क्राइब नगरिदिनु एकचोटि अनाफ हुन्छ हैन। अनि अहिले रासोपाको सरकार छ घन्टी बजाइदिनु भयो। अनि नानीलाई धेरै माया गरिदिनु होला हाम्रो नानीलाई ल। हाम्रो चाहिँ यो फुल देख्न सक्नुहुन्छ। आज हामी चाहिँ यो फुलबारी आएको छौँ। यस्तो राम्रो फुल यहाँ देख्न सक्नुहुन्छ। हाम्रो गर्नु न म त्यस्तो फुल लगाएको छु हेर्न सक्नुहुन्छ। पैसा कमाएर के गर्ने रे भाइ? पैसा बनाएर के गर्ने रे? कहाँ घर बनाउने?